अनि हामी मिनी पिकनिक गर्न लाग्छौँ मासु च्वाचे पकाउन लागेको हामी मलाई हेल्प गर्न 2-3 जना छन् मेरो असिस्टेन्टहरु हेलो गाइस यसले चाहिँ के पकाउँदैछ भन्दै यसले प्याज काटेर यो रुँदैछ अन्त यहाँ चाहिँ रश्मिले मासु पकाउँदैछ पोर्क च्वाचे त्यसको चामल लिएर पुलाउको लागि हाम्रो कुक गर्ल है गाइस देख्न सक्नुहुन्छ पुलाउको लागि चामल पुलाउको लागि रेडी चामल मलाई डरले मर्छ यार फाइनली हामी चाहिँ सामानहरू लिएर जाँदैछौँ खोलिरहेछ त नि कस्तो हामीले चाहिँ नि के अरे ओछ्याउनी भुलेछ होइन अनि सुषमालाई लिन पठाएको हेलो गाइस अगेन रेड टी सर्ट उसलाई एउटा टी सर्ट लगाएर भ्लगमा आउने भयो अरे प्रभु टन्नै मान्छेले हेर्ने भयो नि हो अनि जाऊ 50-60ले भन्दा बढी हेर्दैनन् हजुर त्यतैबाट जाने खलिफा सिटी वेलकम टु हाम्रो रश्मि दिदीको भ्लगमा आऊ ए हाम्रो अर्को दिदी चल्दैन म त सबै टोक्दिएँ केही सबै चल्छ कर्मीलाई 8 बजीसम्म आयो भने नि आउला भनेको उसको दुबई जाने घुम्ने प्लानले त पहिला भनेर होइन हुन्थ्यो है भने दिदी धेरै नबनाऊँ भुजा हो कि मात्र हाल प्रमलाको लास्टमा आएर हेर न प्लान बिगार्दै प्रमला के भनौँ दुबई पुग्यो मलाई मेसेज गरेको थियो कि उसले त्यही सोध्नलाई मेसेज गरेको अलरेडी प्लान थियो त थाहा त है म त उसलाई हिजो बेलुका त मेसेज गरेको हिजो कि बिहान क्यान्सलेसन इज नट अलाउड भरत भाइलाई हिजो बेलुका सोधिरहेको थियो नि त मलाई म पनि जाऊँ पर्ला भन्यो अनि लाउन त भन्दैन यसलाई त म पिर्छु किन मलाई सोध्नु पर्ने दिदी आउँछन् रे के गरौँ होइन त सोध्नु पर्यो अनि हजुर नै हो मैले त मलाई सोधेको भरत भाइले भरतले हजुरलाई थाहा छ भरतले मलाई सोध्यो होइन उसलाई सोधेपछि मैले मन्तासँग कुरा गरेँ हजुरसँग कुरा गरेँ फेरि भरतले मलाई मेसेज गर्यो सुभाषले पनि मलाई मेसेज गर्यो म उसँग बोल्ने हजुरसँग बोल्ने मन्तासँग बोल्ने भरतसँग बोल्ने सुभाष नै अनि मलाई चाहिँ किन सोध्नु पर्यो भनेको होइन अब त्यही हिसाबले बनाउने हामी रेडी टिस्यु नै ल्या ए म टिस्यु हाम्रो रुममा छ टिस्यु कति राम्री देखे गर्मी भयो कस्तो भइरहेछ दामी पानीपुरी सिद्धियो चटपटे अब अलिकति बाँकी छ पानीपुरी सबै सखा भइहाल्यो एकदम मिठो यस्तो गर्ने यस्तो गर्ने यो दिन नहल्लाउने नहल्लाउ जिउ नहल्लाउ हैन बुट्टा मात्र यसरी त
One, two, three, four. 1, 2, 3, 4, 5, 6, 7, 8. 1, 2, 3, 4, 5. ए राम्रो आउँदो रहेछ यहाँ 1, 2, 3, 4. के गर्नु चाहिँ मलाई फेरि एक्चुअली गऱ्यो भने फेरि हुन्छ ल अनि प्र्याक्टिस गर्नु प्र्याक्टिस थोरै गाह्रो भएको छ नि खाएन अनि कस्तो लेट्स ट्राई गर्नु 1, 2, 3. आउने रहेछ मलाई थाहा Lord, I'm just grateful that I got to wait. That's what you said, that's how I know everything is gonna be okay.